नमस्कार, म स्वर्णिम वाग्ले यहाँ तनहु हाइड्रो पावर प्रोजेक्टको यो आज यो सेती नदीलाई बाँध बाँधेर यहाँ जलाशययुक्त आयोजना जुन बन्दैछ 140 मेगावाटको चाहिँ यो जलाशय रिजर्भोयर प्रोजेक्ट हो। पछि लोअर सेती भनेर करिब 126 मेगावाटको थप आयोजना पनि यसैबाट बगेको पानीबाट निस्कने सम्भावना छ। यसको असाध्यै ठुलो रणनीतिक महत्त्व देखिएको छ। अब नेपालको यो जलविद्युत इतिहासमा हामीले रिजर्भोयर प्रोजेक्ट बनाएको जम्मा कुलेखानी र पञ्चायत काल ढल्दाखेरि विगत 32 वर्ष अगाडि हाम्रो कुल जडित क्षमता 265 मेगावाट, त्यसमध्ये झन्डै 92 मेगावाट चाहिँ कुलेखानी जलाश रिजर्भोयर प्रोजेक्ट भयो। अहिले हामी करिब 3100 मेगावाट जतिको कुल जडित क्षमता एनईएबाट प्राइभेट सेक्टरबाट कुल हाम्रो चाहिँ इन्स्टल्ड क्यापासिटी कुलेखानीकै त्यसमा अलिकति 14 मेगावाटको क्यास्केट थपिएपछि 106 मेगावाट मात्रै हाम्रो रिजर्भोयर क्यापासिटीको भयो। बाँकी सबै के भयो त रन अफ द रिभर वा पिक रन अफ द रिभर भयो। अब रिजर्भोयरमा हामीले ध्यान नदिँदाखेरि हाम्रो यो असन्तुलन असाध्यै चर्केर गइरहेको छ। त्यो भनेको के हो त भारतप्रतिको हाम्रो आश्रय बढेर गयो। कसरी? बर्खामा धेरै पानी पर्छ र त्यो रन अफ द रिभर इत्यादि आयोजनाहरूबाट धेरै विद्युत उत्पादन हुने भयो र खपत गर्न सक्ने जति नेपालमै खपत गर्ने हो। त्यो बाँकी चाहिँ खेर नफाल्नको लागि हामीले व्यापार गर्नुपर्ने भयो, बेच्न पर्ने भयो। हिउँदमा यो जम्मै सुक्छ र सुक्ने हुनाले चाहिँ हामीले आयात गर्नुपर्ने भयो, नभए पहिला 12-15 वर्ष हामीले जुन झेल्यौँ लोड सेडिङ त्यो हुने। त्यसैले यो असन्तुलन हैनलाई मेटाउनको लागि त्यो हाम्रो भौगोलिक बाध्यताले सिर्जित र हाम्रो नीतिगत रोजाइका कारण यो सिर्जित असन्तुलनलाई चाहिँ हामीले अब निमिट्याउन पार्नको लागि धेरै से धेरै जलाशययुक्त आयोजनाहरू पनि बनाउनु पर्ने हो। त्यसैले कुलेखानीको 40-50 वर्षपछि बल्ल यहाँ तनहुमा त्यो चाहिँ हाइड्रो पावर बन्दैछ सेती र जम्मा 140 मेगावाट। तर अब नलसिंहगढ, दुधकोशी, बुढी गण्डकीको त्यो जलाशययुक्त सम्भावनाहरू हामीले जुन हेरिराखेका छौँ त्यो रणनीतिक ऊर्जा सुरक्षाको दृष्टिकोणबाट असाध्यै महत्त्वपूर्ण हुने भयो। बिस्तारै त्यो असन्तुलनलाई हामीले पातलो बनाउनको लागि त्यतिन्जेललाई अर्को 12-15 वर्ष हामी ट्रेड नै गर्नुपर्ने बाध्यात्मक स्थितिमा हामी पुगिसकेका छौँ। अब यो मध्येबाट सबै ट्रेड नगरेर कति आन्तरिक खपतमा बढाउने, उपभोग कसरी गर्ने हैन, ट्रान्सपोर्ट फ्लिटको इलेक्ट्रिफिकेसन, हाम्रो कुकिङ इन्स्टलेसनहरूको ग्रिन रिइन्डस्ट्रियलाइजेसनका लागि स्वदेशमै कसरी खपत बढाउने भन्ने कुराहरू त्यो महत्त्वपूर्ण छँदैछ। तर यो असाध्यै रणनीतिक महत्त्वको अब 2026 कोभिडले ढिलो भयो हुनाले सन् 2026मा चाहिँ यो सम्पन्न हुनेवाला छ। अब यसका अरू अन्य फाइदाहरूमा यहाँ एकदम यो बहुसरोकारवालाहरूको संलग्नता हैन, लगानीकर्तामा यहाँ जाइकाको लोन ठुलो छ, एसियाली विकास बैंकको लोन ठुलो रहेछ, युरोपियन इन्भेस्टमेन्ट ब्याङ्कको पनि लोन ठुलै छ र नेपाल सरकारको त खर्च भइहाल्यो। स्वामित्व चाहिँ एनईएको हैन। यहाँ राजभाइ शिल्पकार भन्ने प्रोजेक्ट डाइरेक्टरले आज